अहिलेसम्म चाहिँ अब हिजो इनाउन्स भएको इमरान ताहिर अनि वाइन पर्नेल अनि लाहिरु मिलान त अहिलेसम्म चाहिँ हाम्रो टिमले साइन गरिसक्नु भएको छ। अब आउने अब 3 जना अझ प्लेयरहरूलाई चाहिँ साइन गर्ने कुरा भइरहेछ। अब त्यो कुरा चलिरहेछ, हेरौँ अब फुल्ली राम्रै प्लेयरहरू आउँछ टिममा। त्यसले गर्दा चाहिँ हाम्रो टिम ब्यालेन्स छ। भनौँ न लास्ट इयर जस्तै योपालि पनि लास्ट इयर भन्दा पनि राम्रो अहिले योपालि चाहिँ खेल्ने कोसिस गर्छौँ। यो 8वटै टिम एकदमै राम्रो छ, एकदमै बलियो छ, स्ट्रङ साइड छन् सबै। सबै गेमहरू कम्पिटिटिभ नै हुन्छ। लास्ट इयर पनि कम्पिटिटिभ भइरहेको थियो गेमहरू। योपालि पनि कम्पिटिसन राम्रै हुन्छ र हामी त कोसिस गर्छौँ पुरै च्याम्पियनसिप डिफेन्ड गर्नलाई। लास्ट इयर हामीलाई एकदमै धेरै माया गरिदिनु भएको थियो, ग्राउन्डमादेखि लिएर अनि बाहिर पनि ट्रफी परेडमा पनि हामीले देख्न पायौँ कति क्रेज छ, कति उत्साह छ हाम्रो फ्यान्सहरूमा। जस्तै लास्ट इयर हामीले सपोर्ट र माया गरिदिनु भएको थियो, त्यसै गरी नै यो सिजन पनि हामीले सपोर्ट गर्नु होला र हामी योपालि पनि च्याम्पियनसिप डिफेन्ड गर्नलाई नै खेल्नेछौँ। हजुरहरूको माया र आशीर्वाद एकदम एकदम हामीलाई चाहिएको पनि छ र यसै गरी सपोर्ट गरिदिनु।